2082 सालको बडा दशैंको दशैं, दीपावली, छठ, नेपाल सम्बत लगायतका पर्वहरूको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। एउटा सूचना पनि तपाईहरुलाई चाहिँ जानकारीको लागि म यहाँ दिन चाहन्छु। यसैगरी नेपाल सरकार भौतिक पूर्वाधार पुनर्निर्माण समितिले विश्व समुदाय समक्ष कल फर ग्लोबल सपोर्ट, अर्जेंट अपील फर द रेस्टोरेशन एंड रिकन्स्ट्रक्शन अफ नेपाल्स पब्लिक एसेट्स भन्ने अनुरोध सहित आह्वान समेत गरिएको छ। उल्लेखित कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट अमूल्य योगदान गरी राष्ट्र निर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा हार्दिक आह्वान गर्दछ। अन्तमा यस विषम परिस्थितिमा समाजमा स्थायित्व कायम गर्न, शान्ति सुरक्षा कायम गरी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको पुनर्निर्माण, पुनर्स्थापना एवं आर्थिक पुनरुत्थान लगायतका कार्यक्रमहरू प्राथमिकताका साथ गर्नुपरेको र भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठनादेश 2082 जारी भई आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यका लागि कोष समेत स्थापना गरी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, गैर आवासीय नेपाली, दात्री निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू र निजी क्षेत्र सम्पूर्णमा समेत सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ। राष्ट्र निर्माणको यस महान अभियानमा सम्पूर्ण महानुभावहरूबाट साथ र सहयोग पाउने अपेक्षा समेत गरिएको छ। यो कोषमा जम्मा हुने रकम पारदर्शी रूपले खर्च गरिने समेत जानकारी गराउन चाहन्छौँ। यसैगरी आउँदो